नयाँ मुख्य प्रशिक्षक, नयाँ जोस र उत्साह अनि महिला एसियन कपमा छनौट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तान प्रस्थान गरिसकेको छ। नेपाल रहेको समूह एफको खेल यही जुन 29 देखि जुलाई 5 सम्म उज्बेकिस्तानमा हुनेछ। यस समूहमा नेपालसहित बलियो टोली उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन्। यस पटक नेपालको महिला टोलीले 100औं अन्तर्राष्ट्रिय खेल पनि खेल्दैछ। त्यसैले पनि उज्बेकिस्तान भ्रमण नेपाली महिला फुटबलका लागि नयाँ कोसेढुङ्गा साबित बन्न सक्छ। तर त्यसका लागि नेपालले अगाडिको चुनौती पनि पार गर्नुपर्नेछ। नेपालले पहिलो खेल जुन 29 मा लाओससँग खेल्नेछ। दोस्रो खेल श्रीलङ्कासँग जुलाई 2 र तेस्रो तथा अन्तिम खेल उज्बेकिस्तानसँग जुलाई 5 मा खेल्नेछ। बेल्जियन प्रशिक्षक प्याट्रिक डे मुख्य प्रशिक्षक नियुक्ति भएपछि नेपाली टोलीले 3 सातासँगै प्रशिक्षण गरेर एसियन कप छनौटका लागि तयारी गरेका छन्। प्याट्रिक डे नेपाली महिला फुटबल टिम सम्हाल्ने पहिलो प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। युरोपदेखि विभिन्न क्षेत्रको प्रशिक्षण र टेक्निकल डिरेक्टरको अनुभव बटुलिसकेका प्याट्रिक डेको काँधमा अहिले नेपाली महिला टोलीलाई एसियन कपमा छनौट गराउने जिम्मेवारी छ। नेपालको महिला फुटबल टिमलाई अहिले सुनौलो पुस्ताको रूपमा हेरिएको छ र यही टिमले एसियन कप समेत खेल्न सक्ने फुटबल विश्लेषकहरूको भनाइ पनि छ। सन् 1979 देखि महिला एसियन कप नखेलेको नेपाल र पहिलो पटक नेपाली टिम हेरिरहेका प्रशिक्षक प्याट्रिक डे दुवैका लागि उज्बेकिस्तानमा यसपटक ठुलो परीक्षा हुनेछ। घरेलु टोली उज्बेकिस्तान यो समूहको सबैभन्दा बलियो टिमको रूपमा छ। त्यो टिमलाई पाहा लगाउँदै एसियन कपमा छनौट हुनु नेपालको लागि त्यति सहज पनि छैन। त्यसैले त विदायी कार्यक्रममा प्रशिक्षक प्याट्रिक डेले हामी एसियन कप छनौट हुन्छौँ भनेर ठकुवा गरेर भन्न सकेनन्। उनले नेपाली टिम राम्रो रहेको, तयारी राम्रो भएको र जितको अपेक्षासहित खेल्ने बताए। उज्बेकिस्तान यस समूह सबैभन्दा बलियो टोली भएको र उसैकै घरमा गएर फरक परिवेशमा खेल्नुपर्ने भएकाले पनि नेपालका लागि एसियन कपमा पुग्न ठुलो चुनौती पार गर्नुपर्ने हुन्छ। फिफा वरियतामा उज्बेकिस्तान 51औं स्थानमा छ भने नेपाल 100औं स्थानमा छ। नेपालभन्दा तल रहेको लाओस 107औं र श्रीलङ्का 157औं स्थानमा छ। प्रशिक्षक प्याट्रिक डेले जिते अपेक्षा राख्नु ठिक भए पनि वास्तविक पनि हेर्नुपर्ने र टिमलाई धेरै दबाब दिन नहुने पनि प्रश्न पारेका छन्। अपेक्षा जित्ने नै हो, प्याट्रिक डेले भने, तर हामी रियलिस्टिक हुनुपर्छ। खेलाडीलाई धेरै दबाब दिनुहुन्न। 3 साता खेलाडीले धेरै मेहनत गरेको र जितका लागि खेल्ने प्याट्रिक डेको भनाइ थियो। नेपाली टोलीका गोलकिपर तथा कप्तान एन्जिला तुम्बापु सुब्बाले नयाँ प्रशिक्षक आएपछि टिमको प्रशिक्षण शैलीमा पनि फरक आएको बताए। नयाँ विदेशी कोच हुनुहुन्छ, उहाँहरूको ट्रेनिङहरू टेक्निकल पार्ट फरक छ। हरेक कोचको सिकाउने आफ्नै तरिका हुन्छ। अहिलेसम्म तयारी राम्रै भएको छ, एन्जिलाले भनिन्। हामीले पनि युरोपमा खेलेर अनुभव बटुलेर आएका छौँ र यसले पनि सहयोग गर्छ जस्तो लाग्छ। नेपाली महिला फुटबलको भविष्य जोडिएको टुर बन्न सक्छ उज्बेकिस्तान, किनभने अहिले खेलिरहेको टिमका धेरै खेलाडीहरू करियरको उतारीधार छन्। उनीहरूको लागि एसियन कपमा छनौट भएर खेल्ने यो अन्तिम अवसर पनि हुन सक्छ। यदि यो पुस्ताले त्यहाँ पुग्न सकेन भने यत्तिकै अर्को टिम बन्न पनि धेरै समय लाग्नेछ र अहिलेको पुस्ताले पनि एसियन कप खेल्न नपाएकोमा सधैँ गुनासो रहनेछ। त्यसैले नेपालका लागि उज्बेकिस्तानको छनौट प्रतियोगिता महत्त्वपूर्ण छ। यसमा छनौट हुन सके नेपाली महिला फुटबलको अझ राम्रो अवसरको ढोका खुल्न सक्छ। अहिले हामी छनौट खेल्न गइरहेका छौँ। 4 वर्षपछि खेल्न पाउँछ पाउँदैन थाहा छैन। त्यसैले यो हाम्रो लागि ठुलो अवसर हो र त्यसैले हामीलाई यो अवसर गुमाउनु हुन्न जस्तो लाग्छ, एन्जिलाले उज्बेकिस्तान जानुअघि भनिन्। एन्जिलाले यसपटक नयाँ प्रशिक्षकबाट पनि धेरै केही कुराहरू सिकेकाले राम्रो हुने विश्वास राखेकी छिन्। यस्तै यसपटक नेपाली टोली राम्रो रहेको पनि एन्जिलाले बताइन्। हामीसँग टप स्कोर साम्बा छ, उसमा हामीले आशा राखेका छौँ। अरू खेलाडी पनि राम्रो छन्, अरूमा पनि हामीले आशा राखेका छौँ, एन्जिलाले भनिन्। अहिले एउटाले मात्र होइन कि समग्रमा सबैले राम्रो खेल्छ, टिम राम्रो छ। नेपालले एसियन कपलाई मध्यनजर गर्दै गत महिना थाइल्यान्डसँग 2 मैत्रीपूर्ण खेल खेलेको थियो। क्लोज डोरमा खेलेको पहिलो खेलमा नेपाल 1-0ले पराजित भएको थियो। यस्तै दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल 2-0ले पराजित भएको थियो। दुवै खेलमा नेपालले पहिलो हाफमा बराबरी खेले पनि दोस्रो हाफमा गोल हाएको थियो। उज्बेकिस्तानमा गएर खेल्नु अघि थाइल्यान्डसँगको खेलले नेपाली टिमलाई फाइदा पुगेको टिमको विश्वास छ। यस्तै नेपालको मुख्य स्ट्राइकर र गोलकर्ता सावित्रा भण्डारी साम्बाले पनि प्रशिक्षक जस्तै हरेक खेल महत्त्वपूर्ण हुने बताए। उज्बेकिस्तानमा भइरहेको यो खेल नेपालको लागि सुनौलो अवसर हो। नेपाली राष्ट्रिय महिला टोलीले यस खेलमा कस्तो प्रदर्शन गर्छ त्यो त हेर्न बाँकी नै छ। तर पनि नेपाली महिला राष्ट्रिय टोली र कोच प्याट्रिक डेलाई हामी सबैको हार्दिक शुभकामना।